ओके हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो भिडियोमा ल हाम्रो यहाँ हुन्छ सेवक भाइ हैन अहिले हाम्रो अर्को हुनुहुन्छ हाम्रो पासाङ ममरी हैन आज हामी स्प्रे आफ्टरनुनमा चाहिँ हामी साइक्लिङ जान गएको छ हैन हाम्रो यहाँ साइकलहरु चाहिँ हुँदैछ फर्स्ट परेड हुँदैछ साइकलको टक्क सबै फर्स्ट परेड गरिदैछ जस वायरहरु घन्टीहरु पर्फेक्ट घन्टी ठीक छ बज्यो घन्टी चाहिँ बज्नु पर्यो अरु के नभए नि यसरी हैन अब सुरु गरौँ है त ए त्यो ब्यागमा दे भाइ जस त्यहाँ त म चाहिँ जिममा ड्रप गर्नुपर्ने हुन्छ यो सामान चाहिँ जिममा जाने हो सुरुमा जिममा र म चाहिँ यहाँ छु हैन मलाई देखेको छ यहाँ यस्तो गर्दाखेरि सक्यो क्या अब के सक्यो जोन चालिङ रानी खाएर क्या अवस्था भयो सेफ्टीको लागि हो यो चस्मा चाहिँ किन लाग्यो भन्नुहुन्छ होला हैन यो चाहिँ किराहरू पस्न सक्छ नि त साइकल कुदाउँदाखेरि त्यही भएर यो चाहिँ लाउनु पर्ने हुन्छ जाने हो कस्तो देखिन्छ मलाई यताबाट जाउँ यताबाट झन् दामी देखिन्छ ल अब यो लाएछ यसरी गएपछि हैन हामी यताबाट जाने हो अब के रे सनस्क्रिम घाम लागेछ सनस्क्रिम लाउनु पर्यो नि लगाइसके ल्याउनु भएको छ क्या सनस्क्रिम ल्याएको छु मैले ल्याउनु छ मैले ल्याएको छु नि सबै यता ल हामी चाहिँ ल रेडी है अब चाहिँ ल जानुलाई रेडी एकदमै हैन रेडी छ नि हैन स्ट्यान्ड बाई ल ओके ओके हाम्रो रुट चाहिँ यहाँबाट स्टार्ट हुनु गएको छ र टोटल डिस्टेन्स चाहिँ हामीले 40 किलोमिटरको चाहिँ हाम्रो चाहिँ अब टार्गेट छ तर अब कति हुन्छ हैन हाम्रो डिस्टेन्स हेर्ने भाइ चाहिँ यहाँ छ भाइले जस सेटअप गरिसक्यो नि त भाइ तिमीले हैन हैन त्यो जस 20 किलोमिटर पुगेपछि चाहिँ भन्नु र हामी चाहिँ ब्याग आउनुपर्छ र टोटल चाहिँ 40 किलोमिटर कभर गर्नेछौँ र हैन बाटोमा अब के कस्तो भ्यूहरू देखिन्छ के कस्तो हैन ठाउँहरू हैन देखाउँदै जानेछौँ हैन तर हामी चाहिँ अलिकति साइकल कुदाइरहेको बेला चाहिँ अलिकति रेकर्ड गर्नु नमिल्ने भयो हैन रेकर्ड गर्नु नमिल्ने भयो त्यही भएर चाहिँ जस साइकल कुदाइरहेको चाहिँ हुँदैन हामीसँग गोप्रो पनि नभएर हो पछि किन होला तर सोम गुरुजीले भनेको त्यो साइकल चाहिँ त्यसरी राख्नु हुन्न अरे भाइ नसुताऊ मैले चाहिँ यहाँ सोम गुरुजीको साइकल हो चाहिँ यो चाहिँ टक्क अब यो चाहिँ नसुताउनु भनेको थियो गुरुजीले यहाँ सुताएको छुइनँ मैले भाइको क्याप चाहिँ मलाई एकदमै मन परेछ क्या एकदमै सनले चाहिँ घामले चाहिँ चारैतिर चाहिँ प्रोटेक्ट गरेको छ अन्त भाइ ठिक छ नि हामी यो लजाउ यता हेर न तिमी हजुर यसो केही भन नि त अब आजको बारेमा यसो जाँदैछौँ नि त कस्तो भइरहेछ तिमीलाई फिल होइन आज चाहिँ खासमा हाम्रो स्पोर्ट्स आफ्टरनुन हजुर अनि अझै गुरुजीले चाहिँ हामीलाई भाइहरूलाई रमाइलो होस् न भनेर चाहिँ गुरुजीले हामीलाई अब साइक्लिङमा यसरी लाँदै हुनुहुन्छ नयाँ ठाउँ पनि हेराउँदै हुनुहुन्छ हजुर ठिक छ म एक्साइटेड छु त्यसको लागि एकदमै यो चाहिँ मेरो लागि नयाँ एक्सपिरियन्स हुनेछ यहाँ नयाँ ठाउँ यता गएको छैन नि त तिमी होइन धेरै टाढो कहाँसम्म गएको छु यता त्यही एयरपोर्टसम्म मात्रै गएको थिएँ क्या एयरपोर्टसम्म म गएको छु भाइलाई चाहिँ पर लेकसम्म त्यहाँ एकदमै दामी लेक छ हामी त्यहाँसम्म पुग्नेछौँ ल हामी चाहिँ अझै पासाङलाई पर्खेको पासाङ कता गयो त यता छेउस पासाङ चाहिँ जसकै उसको कहाँ के काम छ भनेर गएको छ ओके ल तपाईँ पनि बोल्नु न अनि अब यस्तै छ होइन अब कहिलेकाहीँ रमाइलो गर्नुपर्छ भनेर अब कहिलेकाहीँ अब रनिङ गर्ने साइक्लिङ भन्ने त भइरहेको हुन्छ नि त मलाई चाहिँ अब पक्का यस्तो वेदर ओ पासाङ ओ यता पासाङै त्यताको एकछिनै अब ल वी कन्टिन्यू ओके हट आउँदैछ केटाहरू ल है ल ए पासाङले चाहिँ पक्का भिडियो बनाउँदै आउँदो रहेछ यहाँ चाहिँ ल ल ल ल ल ल ल ल फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ र यहाँबाट जस तपाईँहरूले भ्यू चाहिँ देख्नु सक्नुहुनेछ एकदमै राम्रो देखेको छ यो एउटा ताल छ यहाँ सानो ताल छ यता चाहिँ हाम्रो नम्बर एकदमै फोनमा बोल्दै हुनुहुन्छ उहाँ चाहिँ एकदमै ओके अब यहाँ चाहिँ अब हाम्रो सेवक भाइ छ होइन कतिमा घन्टा लाग्यो त भाइ हामीलाई यसो अपडेट दिउँ न यहाँ कति घन्टामा के गरेर आइपुग्यो हामीलाई चाहिँ कति किलोमिटर 20 किलोमिटर त भयो नि त होइन भाइ
20 किलोमिटर भयो जस 20 किलोमिटर भयो भन्दै थियो अघि नै 20 किलोमिटर कति लाग्यो कति डिस्टेन्स कति भयो टाइम चाहिँ कति लाग्यो 15 to 20 kilometers 15 to 20 किलोमिटर भन्नुपर्छ टाइम चाहिँ 1 घन्टा 19 मिनट भयो ठिक छ त हामी बिस्तारै आयौँ नि त त्यो चाहिँ म चाहिँ यो ठाउँमा चाहिँ पहिले आइसकेको हो होइन अब तपाईँहरूको त पहिलोचोटि हो नि त फर्स्ट टाइम हो नि त कस्तो लाग्यो त तपाईँलाई यो ठाउँ ल भन्नु न म केही भन्न सक्दिनँ पिक्चर स्पेसिफिक छ हैन ठाउँ कस्तो छ अवर्णनीय के हुन्छ नि वर्णनै गर्न सक्दिनँ क्या यहाँ ठाउँमा आएर यहाँ आएर अब कस्तो भन्दा डिफ्रेन्ट लाइक वाकिङ भयो होइन कपाल भएर यसो बिहान बेलुका आएर यसो सँग साइडमा बसेर गफ गर्न पाइयो होइन कस्तो आनन्द छिटो प्राइभेट नै भयो नि बिस्तारै प्राइभेट कुराहरू त बिस्तारै आएर छप्पा साइडमा ल्याएर बस्यो है त्यहाँ पर पोखरीमा यस्तो मजाले हाँसहरू तैरिरहेको छ है कति राम्रो फुल फुल्या छ कस्तो राम्रो छ समर दिस इज समर द बेस्ट सिजन अफ अल द इयर होइन ओके ल भाइलाई कस्तो लाग्यो तर भन्नु नि त यहाँ जस भाइले चाहिँ चस्मा लगाएर होइन हाम्रो भाइ चाहिँ एकदम पोजमा अलरेडी बसिसकेको छ ल अब कस्तो लाग्यो त भन्नु नि त चाहिँ एकदम रिफ्रेसिङ लाग्यो मलाई चाहिँ नेचर इज मेडिसिन होइन हामीलाई अब धेरै कामको प्रेसर हुन्छ धेरै कुराको प्रेसर हुन्छ अनि यसरी बेला मौका यसरी घुम्न आउँदा नेचरमा रमाउन आउँदा चाहिँ मलाई एकदम रिफ्रेसमेन्ट लाग्छ रिफ्रेस भयो नि त आज होइन फ्रेस भयो आज एकदमै ल अन्तिममा यस्तो भन्नुपर्दा होइन यो ठाउँको बारेमा चाहिँ फर्स्ट अफ अल थ्याङ्क यू सो मच है नम्बरी अजयज्यूलाई होइन किनभने अब तपाईँले यो रुटमा पहिला आइसकेर नि थाहा रहेछ नि त कस्तो रहेछ भनेर पहिला म साङदु र हिमासँग अरू नयाँ मान्छे ल्याउँदाखेरि नि यो ठाउँमा ल्याउँदा ठिक हुन्छ भन्ने खालको फिल भयो विच इज एक्ज्याक्टली है त्यस्तै फिल भयो नि त यस्तो राम्रो ठाउँमा कस्तो लाइक हुन्छ नि यहाँ त हामीले त यो ठाउँलाई त अघि नै के अरे अङ्गालो मारिसक्यो क्या ठाउँलाई त अङ्गालो ल आफूहरू ती बस त ल टक्क राम्रो देखेको चाहिँ ल एकदम ल यता फोटो खिच्यो भने भिडियो हो कि पोज दिइसक्यो टक्क ल यता तलतिर जाऊ ल होइन जोस यस्तो गर्दाखेरि चाहिँ दिस इज लाइक अ हेभनली प्लेस आई फिल लाइक भेरी 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 वेलकमिङ ल बबाल देखेको छु है ठाउँ मैले यो जस म भिडियो पनि बनाइदिन्छु भिडियो बनाइदिँदैछु ल पोज एकदमै ठिक छ ल ल चिप्ससँग ट्याप्प रेस्ट ब्रेक मार्नु पऱ्यो नि होइन कस्तो ब्रेक मारेन भन्दाखेरि कन्टिन्यू ड्राइभ गऱ्यो भने एक्सिडेन्ट भयो जस्तै अब कन्टिन्यू साइकलिङ गरेर खुट्टा भएर दुखिरहेको होइन रेस्ट मारेन भने ल थ्याङ्क यू हामी चाहिँ अहिले चाहिँ ड्रिङ्क्स ब्रेक भइरहेछ यहाँ चाहिँ हामीले के खाइरहेछौँ अहिले जुस मैले चाहिँ के अरे J2 हो जुस खाइरहेछु यहाँ मैले चाहिँ अब स्ट्रबेरी कोबाब खाइरहेछु ओके